निश्चित रूपमा माननीय ज्यू जुन राजा आउनी भनिरहेका छन् के सडकमा के जनताहरू के भ्रममा हिँडेका त होइनन्? तपाईँको के छ विचार? होइन माननीय ज्यू, तपाईँ जतिको राजनेताले पनि यतिको कायर कुरा गर्न सुहाउँछ? कुन राजा आउने? किरात राजा आउने कि मल्ल राजा आउने कि कुन राजा आउने? लिच्छवी राजा आउने कि? निश्चित रूपमा जुन सडकमा देखेको माहौल हेर्दा माने 17 भन्छन्, मलाई त बडो पसिना छुटेको जस्तो लाग्छ। बडो गाह्रो छ मलाई त। तपाईँले के बोल्नुहुन्छ? 17 होइन 5 भन्नुभएको होइन? के बिर्सिनुभयो? बुढेसकाल लाग्यो, अलिकति दिमागले काम गर्दैन क्या। तपाईँ यो बुढेसकालमा चिन्ता नलिनुहोस् न। तपाईँलाई दुख्नु भनेको मलाई पनि दुख्नु हो नि। जनताहरू हाम्रै पक्षमा छन्। हामीले जे भन्यो त्यही नै हुन्छ। अहिले मैले जनतालाई यो आची होइन यो गोबर हो भने त्यो गोबर लगेर दैलो पोत्छन्। यस्ता भेडा जनता भएको देशमा किन आत्तिनु भएको तपाईँ? म छु नि। यतिको भेडा जनता भएको देशमा त्यो माथि हाम्रो कार्यकर्ता यति फटा छन् कि हामी डराउनु पर्ने कारणै छैन। तपाईँ त्यसै मेरो पनि सातो लिनुहुन्छ। हामीले नै फालेका हड्डीहरू उठाएर हाम्रो कार्यकर्ताले चुलो बालेका छन्। भोलिको दिनमा यो गणतन्त्र उल्टिनु भनेको त हाम्रा पार्टीका झोलेहरू पनि उत्तानो पर्नु हो। तिनीहरूलाई घरको चुलो बाल्न पर्दैन? किन हत्या तपाईँ? यस्ता फटा नेता भेडा जनता भइन्जेलसम्म तपाईँ कानमा तेल हालेर सुत्नुहोस्, नडराउनुहोस्।